ओभरथिङ्किङ के हो, किन हुन्छ र यसले जीवन कसरी बिगार्छ? बच्ने 7 उपाय। के तपाईले पनि कहिल्यै यस्तो महसुस गर्नुभएको छ? मनमा एउटै कुरा बारम्बार घुमिरहने, सानो कुरा पनि ठूलो समस्या जस्तो लाग्ने, एउटा सानो सोच मनमा आएपछि त्यसलाई लिएर लामो कथा बनाउन थाल्ने र सकारात्मक भन्दा नकारात्मक कुरामै बढी ध्यान जाने? वास्तविकतामा डर मान्नुपर्ने कुनै कारण नहुँदा पनि केही नराम्रो हुन्छ कि भन्ने डरले मन अशान्त भइरहने? यदि यस्तो हुन्छ भने तपाईँ ओभरथिङ्किङको शिकार भइरहनु भएको छ। ओभरथिङ्किङ के हो? ओभरथिङ्किङ भनेको वास्तविकताभन्दा बढी आफ्नै दिमागभित्र बनेका विचारहरूको जाल हो। यो यस्तो मानसिक अवस्था हो जहाँ मानिस आफ्नै सोचमै हराउँछ र नकारात्मक कल्पनाको चक्रमा फस्दै जान्छ। सरल भाषामा भन्नुपर्दा ओभरथिङ्किङ भनेको दिमागको इमेजिनेसन हो जुन धेरैजसो अवस्थामा वास्तविकताभन्दा टाढा हुन्छ। किन हुन्छ ओभरथिङ्किङ? 1. दिमागको सेफ्टी सिस्टम, सुरक्षा प्रणाली। हाम्रो मस्तिष्कको एउटा महत्त्वपूर्ण काम हामीलाई सुरक्षित राख्नु हो। यसका लागि दिमाग सधैँ सतर्क हुन्छ र सानो कुरामा पनि खतरा हुन सक्छ भनेर खोज्न थाल्छ। यसलाई हामी दिमागको सबल पक्ष पनि भन्न सक्छौँ किनकि यसले हामीलाई जोखिमबाट जोगाउँछ। तर यही कुरा कहिलेकाहीँ कमजोर पक्ष बनिदिन्छ जब दिमागले नहुँदा पनि खतरा देख्न थाल्छ र सानो कुरालाई ठूलो बनाएर के हुन्छ, के बिग्रिन्छ भन्दै बारम्बार सोच्न लगाउँछ। उदाहरणका लागि तपाईले कसैलाई मेसेज पठाउनु भयो तर रिप्लाई आएन। अब दिमागको सेफ्टी सिस्टमले भन्छ, के उ रिसायो, के मैले केही गलत बोले, अब सम्बन्ध बिग्रिन्छ कि, जबकि वास्तविकतामा उ व्यस्त मात्रै भएको हुन सक्छ। 2. नकारात्मक सोचको बानी। मानिसको दिमाग स्वभावैले सकारात्मक भन्दा नकारात्मक कुरामा बढी केन्द्रित हुन्छ। नकारात्मक कुरा खतरासँग सम्बन्धित हुने भएकाले दिमागले यसलाई बढी प्राथमिकता दिन्छ। 10 वटा राम्रो काम भए पनि एउटा नराम्रो कुराले दिमागमा घर बनाउँछ र बिस्तारै यो एउटा हानिकारक बानी बन्न पुग्छ। 3. विगतको अनुभव, पास्ट एक्सपिरियन्स। यदि विगतमा कुनै अप्रिय घटना घटेको थियो, कसैले आरोप लगाएको थियो वा सम्बन्ध बिग्रिएको थियो भने दिमागले त्यसलाई मेमोरीमा राख्छ। फेरि त्यस्तै होला कि भन्ने डरले वर्तमानमा ओभरथिङ्किङ सुरु हुन्छ। 4. भविष्यको अनिश्चितता, फ्युचर अनसर्टेनिटी। भोलि के हुन्छ भन्ने कुरामा मस्तिष्क स्पष्ट हुँदैन। यही अनिश्चितताले दिमागलाई असहज बनाउँछ र यसले सबैभन्दा खराब सम्भावनाहरू सोच्न थाल्छ, जबकि तीमध्ये धेरै कुरा कहिल्यै हुनेवाला हुँदैनन्। अब बुझौँ ओभरथिङ्किङले के हानि गर्छ। ओभरथिङ्किङ बाहिरबाट सानो जस्तो लाग्छ, तर भित्रभित्रै यसले जीवनलाई बिस्तारै कमजोर बनाउँदै जान्छ। मेन्टल स्ट्रेस बढाउँछ। जब तपाईँ एउटै कुरा बारम्बार सोचिरहनुहुन्छ, दिमाग कहिल्यै रेस्टमा जाँदैन। सानो कुरा पनि ठूलो टेन्सन जस्तो महसुस हुन्छ। परिणाम, मन सधैँ भारी, थाकेको र अशान्त हुन्छ। कन्फिडेन्स घटाउँछ। ओभरथिङ्किङ गर्दा तपाईँ आफैलाई नै क्वेसन गर्न थाल्नुहुन्छ, के म सही छु, के म सक्दिनँ? बिस्तारै आत्मविश्वास घट्दै जान्छ र आफूलाई कमजोर महसुस हुन थाल्छ। डिसिजन लिन गाह्रो बनाउँछ। सामान्य अवस्थामा सानो डिसिजन पनि ओभरथिङ्किङ हुँदा ठूलो प्रब्लम जस्तो लाग्छ। यो गरौँ कि त्यो, गल्ती भयो भने? यति धेरै सोच्दा अन्ततः तपाईँ कुनै निर्णय लिनै सक्नुहुन्न। स्लिप बिगार्छ। राति शरीर थाकेको हुन्छ तर दिमाग भने अझै एक्टिभ हुन्छ। एउटै कुरा सोच्दै बस्दा निन्द्रा आउँदैन वा आए पनि बीचमै टुट्छ। यसले अर्को दिन पनि तपाईलाई विक बनाउँछ। सानो कुरा पनि ठूलो प्रब्लम बनाउँछ। ओभरथिङ्किङले वास्तविकता होइन, कथा बनाउँछ। सानो मिसअन्डरस्ट्यान्डिङलाई ठूलो डिजास्टर जस्तो बनाइदिन्छ। अनि समस्याभन्दा डर धेरै ठूलो हुन्छ र अन्ततः जुन कुरा भएको नै छैन त्यही कुराले तपाईलाई सबैभन्दा बढी दुःख दिन्छ। मतलब तपाईँ रियालिटीसँग होइन, आफ्नै दिमागले बनाएको इमेजिनरी प्रब्लमसँग लडिरहेको हुन्छ। रियालिटी चेक, साइन्टिफिक ट्रुथ। विभिन्न रिसर्चहरूले देखाएका छन् हामीले चिन्ता गर्ने 80 देखि 90% कुरा कहिल्यै साँचो हुँदैन। यसको गहिरो अर्थ के हो? तपाईले जुन कुरा सोच्नुहुन्छ, के बिग्रिन्छ, के नराम्रो हुन्छ, तीमध्ये अधिकांश कुरा कहिल्यै हुने नै हुँदैन मित्रहरू। यी त थियो ओभरथिङ्किङ कस्तो समस्या हो र यसले हाम्रो जीवनमा कस्तो हानि गर्छ भन्ने जानकारी। अब हामी हेर्नेछौँ ओभरथिङ्किङबाट कसरी बच्न सकिन्छ। अब बुझौँ ओभरथिङ्किङबाट बच्ने 7 उपायहरू। ओभरथिङ्किङ रोक्न
पहिलो कुरा सोच्न बन्द गर्ने होइन, सोचलाई सही तरिकाले ह्यान्डल गर्न सिक्नु हो। दिमाग थटलाई चिन्ने। धेरैजसो मानिसको समस्या के हो भने उनीहरू आफ्नो सोचलाई नै सत्य ठान्छन्। तर साँचो के हो भने हरेक थट रियालिटी हुँदैन। त्यसैले आफैलाई सम्झाउनुहोस् कि यो केवल मेरो सोच हो, साँचो हुनै पर्छ भन्ने छैन। यो सानो प्र्याक्टिसले दिमागको पावर आफ्नो हातमा ल्याउन सकिन्छ। जर्नलिङ गर्ने। जब मनमा सबै कुरा मनमै राखिन्छ, दिमाग भारी हुन्छ। तर जब त्यो मनभरि खेलेको कुरालाई हामी लेखनको माध्यमबाट बाहिर उतार्छौँ, सोच क्लियर हुन्छ। कागजमा लेख्दा के कुरा अननेसेसरी हो थाहा हुन्छ, प्रब्लम सानो देखिन थाल्छ, सो अनुरूप मन तुरुन्त हलुका हुन्छ। वरी टाइम बनाउने। दिनभरि सोचिरहनु समाधान होइन, त्यसैले दिनको 10-15 मिनट सोच्ने समय छुट्याउने। त्यो समयमा जति सोच्नु छ सोच्ने, तर बाँकी समय त्यसलाई कन्सियसली इग्नोर गर्ने। यसले दिमागलाई डिसिप्लिनमा राख्न मद्दत गर्छ। डिप ब्रिदिङ गर्ने। जब दिमाग ओभर एक्टिभ हुन्छ, बडीलाई काम गर्नुपर्छ। डिप ब्रिदिङ गर्ने टेक्निक के हो भने 4 सेकेन्ड सास लिने, 4 सेकेन्ड रोक्ने, 6 सेकेन्ड बिस्तारै सास छोड्ने। यसो गर्दा यसले नर्भस सिस्टमलाई रिल्याक्स गर्छ र दिमाग तुरुन्त शान्त हुन थाल्छ र मनमा नकारात्मक विचार आउन बन्द हुन्छ। एक्सन लिने। ओभरथिङ्किङको सबैभन्दा ठूलो कारण एक्सन नलिनु। जब हामी कुनै काम बिना खाली बस्छौँ, दिमागले स्टोरी बनाउँछ। तर जब कुनै पनि कुरामा एक्सन लिन्छौँ, काम गर्छौँ, एक्सरसाइज गर्छौँ, वक जान्छौँ, सोच स्वतः कम हुन्छ। क्वेसन गर्ने मतलब च्यालेन्ज योर थट्स। हरेक नेगेटिभ थटलाई ब्लाइन्डली बिलिभ नगर्नु। आफैलाई सोध्नु कि यो पक्का हुन्छ, यो मेरो डर हो कि सत्य। धेरैजसो अवस्थामा उत्तर आउँछ यो केवल डर हो भन्ने कुरा मनले यो कुरा थाहा पाएपछि। स्वतः थटको पावर कम हुन्छ। कुरा सेयर गर्ने। सबै कुरा मनमै राख्दा प्रब्लम अझै ठूलो देखिन्छ। तर जब हामीले साथी, परिवार वा विश्वासिलो व्यक्तिसँग कुरा गर्छौँ, पर्सपेक्टिभ चेन्ज हुन्छ। मन हलुका हुन्छ। कहिलेकाहीँ सल्युसन पनि पत्ता लाग्छ। तर कसैलाई आफ्नो समस्या शेयर नगर्दा समस्या त जीवितै रहन्छ नै, समाधानको बाटो पनि देखिँदैन। त्यसैले सोचाइले मात्र समस्या समाधान गर्दैन, बरु धेरै सोचिरहन थाल्यो भने त्यो समस्या ठूलो बन्दै जान्छ। त्यसैले याद राख्न पर्ने कुरा के हो भने तपाईले सोचेको सबै कुरा साँचो हुँदैन। केवल आफ्नो दिमागलाई कन्ट्रोल गर्नुहोस्, नत्र दिमागले तपाईलाई कन्ट्रोल गर्छ। मित्रहरू, हामीले बतायौं आफ्नो मन र विचारहरूको व्यवस्थापन गर्ने कुरा, तर यतिमा समाधान नहुन सक्छ। यदि तपाईमा पनि ओभरथिङ्किङ समस्या धेरै छन् भने मनोचिकित्सकको सल्लाह लिनु सबैभन्दा उत्तम उपाय हो। यो भिडियो केवल जानकारीको लागि मात्र तयार पारिएको हो। समय दिएर सुन्नु भएकोमा धेरै धन्यवाद। यस्तै अरू भिडियो चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी लाइक गरिदिनुहोला। लासो फ्याफुल्ला, शुभ पल।